काठमाडौँका मेयर बालेन शाहले एकपछि अर्को चमत्कार गर्दै आएका छन् र जनताहरूको मन जित्न सफल भएका छन्। त्यस्तै अहिले भर्खरै उनले अर्को एउटा चमत्कार पनि गर्न सफल भएका छन्। काठमाडौँको टेको अस्पतालमा उपचार गराउने क्रममा एकजना बिरामीको पैसा सकिएको छ भन्ने कुरा थाहा पाएपछि हतार हतार गर्दै बालेन शाहले बिरामीलाई भेटेर केही चिन्ता लिनु पर्दैन, तपाईको उपचार खर्च जति भए पनि मैले तिरौँला भनेर फलफुलका लागि पैसा समेत दिएर जानुभएको खबरले यति बेला बालेन शाह झन् धेरै चर्चामा आएका छन् र सबै नेपालीको मन जित्न सफल भएका छन्। मेयर बालेन शाहले गरेको यो काम तपाईहरुलाई चाहिँ कस्तो लाग्यो कमेन्ट बक्समा गएर एउटा प्रतिक्रिया दिन नबिर्सिनु होला र भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला।